नदेउँदै जस्तो तरिकाले पनि युज हुन्छ। खुरेसा र खुरनिका भनेको खुरेसा त आसो जोडिएर बनेको, खुरेसा भनेको त्यसैले अनि खुरनिका भनेको भने त्यसो भएकोले, त्यस कारणले अथवा त्यस कारणले। हेर्नु त यो निक्का निक्का जोडिएको छ, यहाँ आसो जोडिएको छ भने चाहिँ दुवै ग्रामरले के जनाउँछ, कारण जनाउँछ। यो कुरामा ढुक्क हुनु है, दुवैले के जनाउँछ, कारण जनाउँछ है, रिजन होइन। दुवै ग्रामरले के जनाउँछ, कारण जनाउँछ। अनि के याद गरौँ भने खुरेसा र खुरनिका छ। अब यो खुरमेल लाग्ने भएन, किनभने खुरमेल भनेर अगाडिको कार्य हुन, अगाडिको जुन वाक्य पुरा हुनको लागि, काम पुरा हुनको लागि पछाडि कार्य गरेको छ भने त्यो खुरमेल लाग्ने हो त। भने चाहिँ खुरेसा र खुरनिका छुट्याउनु पर्यो। अनि खुरेसा र खुरनिकामा जहिले एन्सर चाहिँ हामीले के चुज गर्नुपर्छ, एन्सर चाहिँ खुरनिका नै हुन्छ। यो याद गर्नु है, खुरेसा र खुरनिका सँगै आएको छ भने त्यति बेला हामीले एन्सर केलाई चुज गर्छौँ, खुरनिकालाई चुज गर्छौँ। किन भन्दाखेरि दुईटैले कारण जनाउने हो। कारण जनाउँदाखेरि यहाँ मानौ न पछाडि सेउ नभएको भए चाहिँ हामीले खुरेसा पनि लगाउनु मिल्थ्यो, खुरनिका पनि लगाउनु मिल्थ्यो। त्यसरी एक्जाममा सोध्न पाइँदैन नि त, एउटा त बिगार्नै पर्छ। त्यो आधारमा चाहिँ 4 नम्बर हुन्छ कि। निक्का निकाको पछाडि के आउनु पाउँछ, यसरी सेउ बसिदा लकाइ उल्काइ आउनु पाउँछ नि। आसोको पछाडि सेउ आउनु पाउँछ त, आउँदैन भने चाहिँ खुरेसाको पछाडि पनि हेर्नु त छेङ्गिरामा सेउ लागेको छ नि त। त्यही भएर हामीले खुरेसा युज गर्न पाएनौँ है। दुईटै ग्रामर, दुईटै यो कन्जक्सन खुरेसा र खुरनिका दुवैले कारण जनाउने हो। तर खुरनिका प्राकृतिक कारण भयो, प्राकृतिक कारण नेचुरल रिजनमा जहिले हामीले खुरनिका लगाउनुपर्छ। अनि खुरनिकाको पछाडि सेउ बसिदा आया जस्ता कुराहरू आए त्यसले फरक पार्दैन कि। तर आसोको पछाडि चाहिँ सेउ बसिदा अनि प्राकृतिक कारणमा लाग्दैन। भनेपछि चाहिँ के बुझ्नु भयो त भन्दाखेरि दुईटा कम्पेयर खुरेसा र खुरनिका छुट्याउनु पर्छ भने त्यहाँ हामीले केलाई युज गर्न सक्छौँ, डाइरेक्ट खुरनिकालाई युज गर्न सक्छौँ। किनभने खुरनिका खुरेसा र खुरनिकाको कम्पेयरमा खुरनिका चाहिँ बढी मिल्न जान्छ।